पहाडी प्रदेश उत्तरमा हिमाल र दक्षिणमा तराई बीच रहेको मध्यभाग पूर्वदेखि पश्चिमसम्म अग्ला होचा पहाडहरू, फराकिला साँगुरा उपत्यका, दुनबेसी तथा टार र गरायुक्त पाखाहरूले घनीभूत छ। दक्षिणमा समुद्री सतहबाट करिब 300 मिटरदेखि उत्तरमा 3000 मिटरसम्मका भूभागहरू ओगटेर 75 किलोमिटरदेखि 125 किलोमिटरसम्म चौडा भई विस्तारित भएका छन्। सबैभन्दा बढी भूभाग यस प्रदेशले ओगटेको हुँदा यसलाई पहाडी मुलुक पनि भन्न सकिन्छ। सबैभन्दा बढी भूभाग यस प्रदेशले ओगटेको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ। यहाँ विशेषतः नीच, स्लेट, भेल, ग्रेनाइट जस्ता चट्टानहरू पाइन्छन्। यस क्षेत्रमा इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, रुवाकोट, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी गरी 28 वटा जिल्ला पर्दछन्। विक्रम सम्वत 2078 को जनगणना अनुसार 40.3% जनसङ्ख्या पहाडी क्षेत्रमा बसोबास गर्दछन्। पहाडी प्रदेशलाई निम्न 3 श्रेणीमा विभाजन गर्न सकिन्छ। चुरे पर्वत श्रेणी नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमाली पर्वतमाला भन्दा निकै पछि विकसित भएको समुद्र सतहदेखि 610 देखि 1872 मिटरको उचाइसम्म भएको पर्वतमालालाई चुरे पर्वत भनिन्छ। यसलाई सामान्यतया चुरिया वा चुरे पर्वत भनिन्छ। बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामले समेत प्रसिद्ध छ। यो नवीनतम पर्वत हो। नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै बिलाएको चुरे महाकालीदेखि कोशीसम्म छुट्टै श्रेणी भएर फैलिएको छ। कोशी पूर्व थुम्कीको रूपमा मोरङ र झापाको उत्तरमा चुलाचुली छन्। चुरे पर्वत श्रेणीका धेरै भाग जङ्गलले ढाकेको छ। दाङ, देउखुरी, राप्ती, चितवन आदि उपत्यका दुन अवोन्नत प्रकृतिका छन्। यहाँ उपोष्ण जलवायु पाइन्छ। यो क्षेत्रले 12.7% अर्थात् 18,79,000 हेक्टर ढाकेको छ। जलाधार क्षेत्रको उचाइ भिन्नता 700 मिटरभन्दा कम छ। यहाँको माटो वर्षाको पानी थाम्न सक्ने खालको छैन। यो क्षेत्रमा वात्त बाढी आए जस्तो वर्षामा खोलाहरू बग्छन्। वातावरणीय दृष्टिले चुरे पर्वत श्रेणी अत्यन्त संवेदनशील मानिएको छ। सतही ढुङ्गाले शिवालिक क्षेत्रको पर्वतीय भूभागलाई नियन्त्रण गरेको छ। यो श्रृङ्खला कमजोर एवं अस्थिर छ। करिब 93% भन्दा बढी भूभाग ज्यादै ठाडो र अप्ठ्यारो भएकाले खेतीका लागि उपयुक्त छैन। शिवालिक क्षेत्रमा खेती हुन सक्ने जमिन करिब 24%, 5,29,600 हेक्टर छ। दुन उष्ण क्षेत्र भए पनि यहाँको माटो तराईको भन्दा भिन्न छ। यो क्षेत्रमा फलफुल र तरकारी कमै हुन्छ। यस क्षेत्रमा अतिक्रमणले वन विनाश, भूक्षय र प्राकृतिक वातावरण खलबलिन पुगेको छ। शिवालिक क्षेत्रको दक्षिण एउटा लामो पेटी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। यो क्षेत्र बालुवा, कङ्कड, ढुङ्गा र खुकुला खस्रा पदार्थले बनेको छ। खुकुलो चट्टानले बनेको भावरमा सालको वनजङ्गल पाइन्छ। गहिरो घाँटीमा नदीले थुपारेका माटोको भागले बनेका मैदानहरू गङ्गा मैदानकै अंशका रूपमा रहेका छन्। महाभारत श्रेणी पूर्व पश्चिम फैलिएको समुद्र सतहदेखि करिब 12,000 फिटसम्म उचाइको यो पहाडी भाग नेपालको महत्त्वपूर्ण भाग हो। यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेट जस्ता चट्टानयुक्त छ। ठुला 4 नदी कडा चट्टाने पहाड छेडेर बगेका छन्। कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशुलीले जुगरीमा र कोशीले चतरामा छेडो बनाएको छ। होचो हिमालय, लेसर हिमालयको नामले यो पर्वत चिनिने गर्दछ। यहाँको हावापानी रमणीय र स्वस्थकर हुने हुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको हिल स्टेसन पनि भनिन्छ। सैलुङ, ट्याम्के, जैथक, फुलचोकी, शिवपुरी, छिम्केश्वरी, दामन, स्वर्गधारी, साकिने डाँडा, खोज आदि यहाँका प्रमुख शिखर हुन्। पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ। मध्यभूमि श्रेणी महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बीचमा रहेका ठुला टार, बेसी र उपत्यकाहरूलाई मध्यभूमि भनिन्छ।
यस अन्तर्गत काठमाडौँ, पोखरा, तिर्सोली, पाँचखाल, माडी जस्ता उपत्यकाहरू पर्दछन्। नेपालका चमेलिया सुदूरपश्चिम, त्रिशुली, मध्य, सुनकोशी र अरुण तथा तमोर नदीद्वारा निर्मित ठूला उपत्यका एवं समथर र उर्वर क्षेत्र मध्यभूमि अन्तर्गत पर्दछन्। यहाँ तुमलिङटार, सङ्खुवासभा, रुम्जाटार, ओखलढुङ्गा, बेलटार, उदयपुर, मङ्गलटार, काभ्रेपलाञ्चोक, खुमलटार, ललितपुर, बट्टार, नुवाकोट, सल्यानटार, धादिङ, खैरानीटार, तनहुँ, चौरजहारीटार, रुकुम, जरायटार, भोजपुर, खरानीटार, नुवाकोट र पालुङटार गोर्खा जस्ता टार पनि छन्। मध्य पर्वतीय क्षेत्रले नेपालको 29.5% अर्थात् 43,50,300 हेक्टर जमिन ढाकेको छ। यहाँको जलवायु वर्षैभरि कृषिका लागि उपयुक्त छ। तापक्रम न बढी न घटी मध्यम प्रकारको छ। जनसङ्ख्या वृद्धिले गर्दा भूमिमाथि बढी चाप परेको छ। यहाँ 87% खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा रहेका छन्। मध्य पहाडी भूमिको गरा खेती प्रविधि नै स्थापित प्रविधि हो। कृषि, वन र बागवानीबाट यसलाई सघाउ हुने गरेको छ। मध्य पहाडमा प्रिक्याम्ब्रियन, फाइलाइटस, क्वार्ट्ज, जाइटस, अब्रक, सिस्ट र ग्रेनाइट जस्ता विविध चट्टान पाइन्छन्। मध्य पहाडको दक्षिण किनारमा प्राय महाभारत लेक जस्ता उठेका अफ्लिटेड पर्वत छन्। यो भाग ऋतु क्षय भएका ग्रेनाइट, चुनढुङ्गा, डोलोमाइट, सेल, स्यान्डस्टोन, स्लेट र क्वार्ट्जाइटले बनेको छ। शिवालिक जस्तो भूक्षयको प्रभाव छैन। यस क्षेत्रका कडा चट्टान भूपाषाण भएका भाग ठाडो भिर 35 डिग्री ढलोभन्दा बढी र पातलो माटाले ढाकेको हुनाले खेतीका लागि उपयुक्त छैन। पहाडी प्रदेशका किराँत, राई, लिम्बू, तामाङ, मगर, गुरुङ, बाहुन क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरू बसोबास गर्छन्। पहाड आफैमा विविधतायुक्त भएकाले यहाँको घर निर्माण, लवाई खुवाई, पेसा आदिमा भिन्नता पाइन्छ। फलफुल खेती र जडीबुटीका लागि बढी उपयुक्त वातावरण पाइन्छ। पहाडका दक्षिण पाखामा बस्ती र खेती धेरै भेटिन्छन्। यस भेकमा इलाम, धनकुटा, चैनपुर, भोजपुर, ओखलढुङ्गा, चरीकोट, बनेपा, काठमाडौँ, पोखरा, जुम्ला, सल्यान, सिलगढी जस्ता साना ठुला बस्ती छन्। पहाडी क्षेत्रको कुल बस्तीमध्ये 1000 मिटरसम्मको उचाइमा 16.37%, 1001 देखि 2000 मिटरसम्ममा 59.09% र यसभन्दा माथि 3000 मिटरसम्ममा 19.99% बस्तीहरू रहेको पाइन्छ। सर्वाधिक बस्तीहरू 1001 देखि 2000 मिटरसम्ममा केन्द्रित छन्। आर्थिक क्रियाकलापमा पहाडी क्षेत्र मूलतः फलफुल र खाद्यान्नका लागि उपयुक्त क्षेत्र हो। धान, मकै, गहुँ र गेडागुडीमा यो क्षेत्र विविधतायुक्त उत्पादनशील क्षेत्र भए पनि उर्वर भूमिको कमीले गर्दा खाद्यान्न अभाव हुने गर्दछ। काठमाडौँ उपत्यका, काठमाडौँ, ललितपुर र भक्तपुर गरी 3 जिल्ला काठमाडौँ उपत्यकामा समावेश गरिएका छन्। भौगोलिक, सामाजिक, सांस्कृतिक तथा प्रशासनिक दृष्टिकोणले समेत एक छुट्टै पहिचान बोकेको काठमाडौँ उपत्यका समुद्री सतहबाट करिब 1337 मिटर उचाइमा रहेको छ। विक्रम सम्वत 2078 को जनगणना अनुसार काठमाडौँ उपत्यकामा कुल जनसङ्ख्याको 10.3% जनसङ्ख्या बसोबास गरेको पाइन्छ। तालिका नम्बर 1.3 पहाडी प्रदेशमा अवस्थित मुख्य उपत्यकाहरू। काठमाडौँ उचाइ 1337, काठमाडौँ, ललितपुर र भक्तपुर। त्रिशुली 579, 579 नुवाकोट। पोखरा 819, कास्की। पाँचखाल 871, काभ्रेपलाञ्चोक। बनेपा 1554, काभ्रेपलाञ्चोक। पाटन 1534, बैतडी। धुनीबेसी 850, धादिङ। दाङ 663, दाङ। सुर्खेत 664, सुर्खेत। उदयपुर 360, उदयपुर।